हेलो गाइस, केरा खाने हो हैन? केरा के पाकेको आउँछ हैन? यतातिर चाहिँ टन्नै केरा रोपेको मैले, टन्नै भन्दा नि टन्नैकै एउटा गरौँ भने नि केरै केरा छ हैन। तर अन्त त के गर्छ हैन, तर हाम्रो घरतिर चाहिँ हैन केरा भने चाहिँ बुटमै पाकेर यसरी जान्छ के हैन। अब बजार नै छैन हैन, बेच्न लानलाई बजार नै एकदम टाढा छ। केरा चाहिँ बुटमै एकदम मजासँग पाकेको छ गाइस है। केरा चाहिएमा अर्डर गर्नु होला हैन, मलाई फोन गर्नु होला, मेसेज गर्न सक्नुहुन्छ तपाईहरुले टिकटकमै। हाम्रो चाहिँ केरै केरा छ टन्नै गाइस है। कति घडी छ, 15-20 घडी भन्दा नि बढी होला। केरा चाहिएमा अर्डर गर्नु होला। देख्न सक्नुहुन्छ तपाईहरु, यो चाहिँ मालदा केरा हो हैन। बुटमा यसरी पाक्छ कि गाइस हैन, यस्तो मजाले पाक्छ एकदम। यो चाहिँ जति राख्यो त्यति गुलियो हुँदै जान्छ है गाइस। टक्क लाएर यति नै हो। यता चाहिँ हाम्रो गाउँ टक्क लाएर केरा चाहिँ देख्न सक्नुहुन्छ तपाईहरु नि भिडियोमा। टक्क लाएर मकै भइरहेछ अहिले चाहिँ बारीतिर यस्तो राम्रोसँग। यति नै हो गाइस हैन। यति सानो त पसाउँछ हाम्रोतिर केरा, यति सानो।